तेस्रो ललितपुर महानगरपालिका अन्तर बाल बालिका हाजिर जवाब टुर्नामेन्टको अन्तिम सेसन त्यो भनेको पुरस्कार वितरण समारोहका श्रद्धेय अध्यक्ष बहिनी हाम्रो वडा नम्बर 8 का वडा अध्यक्षज्यू वडा सदस्यज्यूहरू मञ्चमा बस्नुभएका विशिष्ट व्यक्तित्वहरू र यहाँ उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण भाइ बहिनी दाजुभाइ दिदीबहिनीहरूमा मेरो हार्दिक नमस्कार जोजोलप्पा। First of all, my apologies being late in arrival here. धेरै त्यसको लागि चाहिँ I'm very sorry, my apologies है। Next time I will come on time है। We will remember. Okay. अब मैले धेरै लामो कुरा गर्नु छैन। म आउनु पनि ढिला भयो, फेरि लामो भाषण गर्दाखेरि ठो मेल वेलमा लिबा खमा भएका नाच्न भन्ने आशा गर्छ हैन। अब सबैभन्दा पहिला आज फर्स्ट हुने वडा नम्बर 15, सेकेन्ड हुने वडा नम्बर 5, थर्ड हुने वडा नम्बर 22 र कन्सोलिडेसन प्राइज प्राप्त गर्ने वडा नम्बर 20 को वडा स्तरीय बाल क्लबहरूलाई कङ्ग्रेचुलेसन्स। You did wonderful job. Hopefully you will do next year as well. है त। अब यो टुर्नामेन्ट भनेको सानसानो काम होइन। This is a big job. धेरै मान्छेहरू अहिले नै देखेँ मैले पुरस्कार भोलिन्टियरहरूलाई प्रमाणपत्र वितरण गर्दाखेरि I might have distributed almost 30 certificates. 30वटा जति सर्टिफिकेट मैले बाँडेँ होला नि त हैन, or even more. भनेपछि दिस इज नट सानसानो जब, ठुलो काम हो नम्बर 1। अब नम्बर 2 मा चाहिँ यो काम अहिले हाम्रो वडा अध्यक्षज्यूले महानगरले नै मेयर स्तरीय मेयर कप हाजिर जवाब टुर्नामेन्टको व्यवस्थापन गरिदिनु पर्यो भनेर अन बिहाफ अफ यु उहाँले मलाई चाहिँ यही पोडियममा उठेर उहाँले भन्नुभयो। नाउ आई मस्ट थिङ्क ट्वाइस। मैले विचारै गर्नुपर्ने भयो है। तर यत्रो ठुलो काम छ, महानगरपालिकाले हुन्छ दिउँला गरौँला भन्दै गर्दा काम अलि फिट्नु भयो भने तपाईँले मलाई गाली गर्छ नि त होइन र। बरु झिम्स्याइनुलाई बाँलाली भनेर चाहिँ मलाई गाली गर्यो भनेदेखि त लाज हुन्छ। तसर्थ आई टेक दिस एज होमवर्क है त, होमवर्कको रूपमा लिन्छु। हाम्रो सरिताजी हुनुहुन्छ, अब जस्तै यो काम गर्नको निमित्त एकदमै टेक्निकल सपोर्ट गर्ने हाम्रो पलेसवा क्लब छ र तपाईँ यु अल आर क्वाइट एक्सपर्ट अन दिस जब। यहाँहरूले पनि सहयोग दिनुहोस्। यसको निमित्त चाहिँ मैले सरिताजीलाई आजैदेखि यो कसरी महानगरपालिकाले यसको व्यवस्थापन गर्ने हो एकदम अच्छासँग होमवर्क गर्नुहोस् है त। त्यसपछि मलाई पेस गर्न ल्याउनुहोस्, त्यसपछि देखा है। अब मलाई पनि म सानोमा छँदा स्कुलमा पढ्दा तत्कालीन अवस्थामा यो चाहिँ कति सालको कुरा भने यो लगभग 2000 मैले एसएलसी 31 सालमा दिएको 2030 सालको कुरा होला। त्यो बेला चाहिँ रेडियो नेपालले अन्तर माध्यमिक काठमाडौँ भ्याली अन्तर माध्यमिक हाजिर जवाब टुर्नामेन्ट गर्थ्यो। अनि त्यसमा चाहिँ त्रिपन्न स्कुलबाट मैले पनि भाग लिएर गएको थिएँ। हाम्रो 4 जनाले भाग लिएर गएको। अनि त्यो चाहिँ रेडियो नेपालले सुनाउँथ्यो कि पहिला रेकर्ड गर्थ्यो, त्यसपछि चाहिँ त्यो ब्रोडकास्ट गर्थ्यो। तर हामीलाई चाहिँ ल्याबोरेटरी स्कुलले हराइदियो, हामी सेकेन्ड भयो। तर त्यो पनि एउटा राम्रो अभ्यास हो हाम्रो निमित्त। द्याट इज वान अफ द बेस्ट प्र्याक्टिसेस इन माई लाइफ है, नम्बर 1। अनि नम्बर 2 मा चाहिँ यस्तै किसिमको हाजिर जवाब टुर्नामेन्ट म चाहिँ पुल्चोक पुस्तकालयको अध्यक्षको नाताले हामीले राजा वीरेन्द्रको ह्याप्पी बर्थडेमा हाजिर जवाब टुर्नामेन्ट गऱ्यौँ। त्यो चाहिँ हामीले लगभग 5 वर्ष जति गऱ्यौँ। त्यसपछि म वडा अध्यक्ष भएँ, त्यहाँ चाहिँ काम गर्नै पाएन। तर त्यो बेलाको हाजिर जवाब टुर्नामेन्ट इट वाज रियली गुड। यति मान्छेहरू हुन्थ्यो, यति हेर्न आउने मान्छेहरू हुन्थ्यो होइन। हामीले पुल्चोकको लाछीमा गरेको, त्यो लाछीमा राख्ने ठाउँ नै दिएन, त्यति राम्रो थियो। त्यो बेला आई वाज द क्विज मास्टर। मैले प्रश्न मैले सोध्थेँ
नट ओन्ली क्विज मास्टर, मैले चाहिँ क्वेसन पनि बनाउनु पर्थ्यो। अहिलेको जस्तो इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजीको जमाना होइन। अब त फेरि आइए पनि आउँदैछ, इन्टेलिजेन्ट के हो एआई, आर्टिफिसियल इन्टेलिजेन्स पनि आउँदैछ भनेपछि आइसिटीलाई चाहिँ एआईले चाहिँ गोइङ टु रिप्लेस। तर त्यो बेलामा चाहिँ वी डिडन्ट ह्याभ एक्सेस टु दिस टाइप अफ इन्फर्मेसन्स। अनि हामी के गर्थ्यौँ भने अमेरिकन लाइब्रेरी, इन्डियन लाइब्रेरी र ब्रिटिस लाइब्रेरीमा गएर किताब हेरेर क्वेसन बनाउनु जान्थ्यौँ। र एउटा हिन्दुस्तान टाइम्समा चाहिँ एभ्री सन्डे त्यसमा चाहिँ 10वटा क्वेसन एउटा सिरिज निकाल्थ्यो। त्यो चाहिँ यो हाजिर जवाफ सम्बन्धी क्वेसन्सहरू निस्कन्थ्यो। अनि त्यो चाहिँ टिपेर हामीले चाहिँ हाम्रो हाजिर जवाफमा चाहिँ हामी सोध्ने गर्थ्यौँ। तर एकदमै राम्रो थियो त्यो चाहिँ, अति राम्रो। धेरैले चाहिँ खुब तारिफ गरेको थियो। त्यो बेलाको मलाई 2टा क्वेसन अझ पनि जल्दी याद आउँछ। तपाईँमध्ये कसैले जवाफ दिन सक्नुहुन्छ भने म चाहिँ धेरै त होइन 600 रुपियाँ प्राइज दिन्छु है। ल, नम्बर 1 क्वेसन, त्यो कुन मुलुक हो जसको झन्डामा आफ्नै मुलुकको चाहिँ नक्सा राखिएको छ? तपाईँलाई भयो नि त, तपाईँलाई 100 रुपियाँ प्राइजमा लाभ हुन्छ नि त। ओके, ल थाहा भएन भने पास भन्नुहोस्, मेरो 100 रुपियाँ बच्यो। ल ठिक छ। ए तपाईँ त बुढो छ त, ऊ त्यो सानो भाइलाई दिनुपर्छ। यताको भाइ है। ओके ओके, नाउ यु गट 100 रुपियाँ प्राइज। ओके, ल एउटा 100 रुपियाँ त गयो क्या फसाड। अब सेकेन्ड क्वेसन, युरोपको त्यो कुन चाहिँ नदी हो जुन नदी चाहिँ युरोपको 10वटा देश भएर बग्छ? इन्टरनेसनल रिभर अफ युरोप। आएन भने पास भन्नुहोस्। ओके, रिभर ड्यान्युब, DANUB, रिभर ड्यान्युब। तपाईँले गुगल गर्नुहोस्, रिभर ड्यान्युब लेख्नुहोस्, आइहाल्छ है त। बस यस्तो त्यो क्वेसन हामीले त्यही बेला सोध्ने गरेका थियौँ कि। तसर्थ त्यो हाजिर जवाफ टुर्नामेन्ट हामीले जुन गऱ्यौँ इट वाज रियली एक्सलेन्ट। र धेरै पछिसम्म पनि मान्छेहरूले चाहिँ यस्तो विषयमा हाजिर जवाफ प्रतियोगिता फेरि गर्नुहोस् न भनेर मलाई चाहिँ भन्न आउँथ्यो। तर सरी वी कुडन्ट डु इट नाउ। ल, यति कुरा मैले आफ्नो कुरा पनि यहाँलाई सेयर गरेँ। तसर्थ अहिले पूर्ववक्ता हाम्रो बहिनीले साह्रै राम्रो मार्मिक भाषण गर्नुभयो। थ्याङ्क यू सो मच। तपाईँको डेलिभरेसन वाज रियली एक्सलेन्ट। आई रियली एप्रिसिएट कि अहिलेको भाइ बहिनीहरूमा जुन किसिमको लगानी गरिन्छ, यु आर गोइङ टु गेट रिजल्ट आफ्टर 10 years 20 years। त्यो भनेको चाहिँ राष्ट्रको गहना हो। तसर्थ स्थानीय पालिका, नगरपालिका, हाम्रो वडाकै सिंहदरबार भनेको वडा समिति हो। यिनीहरूले यी सङ्घ संस्थाहरूले चाहिँ तपाईँ बालबालिकाहरूप्रति लगानी गर्नुमा यस्तो फर्केर पनि हेर्नु पर्दैन, लगानी गरिहाल्नुपर्छ भन्ने मेरो सुझाव रह्यो। तसर्थ हामी ललितपुर महानगरपालिकाको तर्फबाट हामी चाहिँ यी कुराहरूमा हामी एकदमै सकारात्मक छौँ। हामी लगानी गर्छौँ, यहाँहरूसँग चाहिँ सहकार्य गर्न हामी निकै आतुर छौँ। र मैले सरिताजीलाई त काम हराइहालेँ। त्यसमाथि पनि तपाईँहरू मध्येमा पनि कसैको कोहीसँग अथवा एउटा टिमवर्कै गरेर कुनै एउटा राम्रो प्रपोजल लिएर आउनुहुन्छ भनेदेखि म तपाईँलाई चाहिँ रातो कार्पेट बिछाएर स्वागत गर्छु है त। ल, अब मैले धेरै लामो कुरा गरिनँ। अघि भने जस्तै ढिला पनि आउने, लामो भाषण पनि गर्ने भन्यो भनेदेखि अप्ठ्यारो पऱ्यो नि त। त्यसैले अब त्यो भाइ चाहिँ आउनु पऱ्यो, 100 रुपियाँ म प्राइज दिइहाल्छु। यति कुरा व्यक्त गर्दै तपाईँहरूले चाहिँ यो ज्यादै राम्रो काम गर्नुभयो। दिस इज रियली एन अमेजिङ जब यु डिड, कङ्ग्रेचुलेसन्स। र मैले भने अर्को वर्ष यदि कथम कदाचित महानगरपालिकाबाट यो महानगर मेयर स्तरीय हाजिर जवाफ टुर्नामेन्ट गर्न जाने हो भने तापनि तपाईँहरूको सहयोग चाहिँ चाहिन्छ। किनभने अघि नै मैले भने हाम्रो लाभ बचाउनुको निमित्त पनि यु हेभ टु डु बेटर जब है त। ल, अब यो चाहिँ देखा जागा भर्यो भने हाम्रो सरिताजीकोमा बल इज इन हर कोर्ट, नाउ सी हेज टु पेनाल्टी सुट आउट है त। ल, यति कुरा व्यक्त गर्दै यहाँहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेँ। तपाईँले चाहिँ अति महत्त्वपूर्ण कार्यक्रममा तपाईँले सरिक हुनुभयो, अति राम्रो काममा तपाईँहरू लाग्नुभयो।
र तपाईँले चाहिँ ब्रेन स्टोर्मिङ धेरै राम्रोसँग गर्नुभयो, त्यसको लागि पनि कङ्ग्रेचुलेसन्स। हस् त, धन्यवाद, नमस्कार, जोडोला। धन्यवाद।